जन्ती लिएर आउँदै गर्दा बेहुलाको मृत्यु, देवरसँग भयो बेहुलीको बिहे, रोकिएन आँसु। बिहेको जोडामा बेहुली आफ्नो राजकुमारलाई पर्खिरहेकी थिइन्। घरमा मङ्गल धुन गुन्जिरहेको थियो, हाँसो र खुसीको माहौल थियो। तर कहिले काहीँ समय यति निर्दयी हुन्छ कि सम्हालिने मौका नै मिल्दैन। यस्तै भयो एक बिहे घरमा। अचानक बेहुलाको मृत्युको खबर बेहुलीको घरमा पुग्यो। खुसीको क्षण आँसुको महासागरमा डुब्यो। घटना कुनै चलचित्रको दुखान्त कथा भन्दा कम छैन। जन्ती ठूलो धुमधामका साथ दुलहीको घरतर्फ अघि बढिरहेको थियो। बेहुला आफ्नो नयाँ जीवनका रंगीन सपनाहरू सजाउँदै सजिएको गाडीमा सवार थिए। बाजा गाजाको आवाजले आकाश गुन्जिरहेको थियो। साथीभाइ र आफन्तहरू नाचगानमा मस्त थिए। तर कसलाई के थाहा थियो र यही खुसीको जुलुस केही क्षणमै शोकको जुलुसमा परिणत हुनेछ। बाटोमा एउटा भयानक सडक दुर्घटना भयो र कालले बेहुलालाई आफैसँग लिएर गयो। जुन हातमा मेहेन्दी लागेकी दुलहीको हात हुनुपर्ने थियो, ती हातहरू निर्जीव भए। क्षणभरमै विवाहको उत्सव रगताम्य सडकमा छत्ताछुल्ल भयो। जब यो खबर दुलहीको घरमा पुग्यो, त्यहाँको दृश्यवर्णन गर्नै नसकिने गरी कारुणिक बन्यो। दुलही जो आफ्नो राजाको प्रतीक्षामा थिइन्, उनको संसार नै उजाडियो। एकातिर जवान छोराको लास थियो, अर्कोतिर दुलहीको भविष्य र दुवै परिवारको सामाजिक प्रतिष्ठा। समाजको तीतो यथार्थ र केटीको जीवनलाई मध्यनजर गर्दै दुवै पक्षका अग्रजहरूले एउटा अत्यन्तै कठिन र अप्रत्याशित निर्णय लिए। निर्णय थियो मृतकको कान्छो भाइ देवरसँग दुलहीको विवाह गराउने। विवाहको मण्डप त सजियो, तर त्यहाँ न त खुसी थियो न त उत्साह। दुलहीका आँखाबाट आँसुको धारा रोकिएको थिएन भने बेहुला बनेका भाइको मन आफ्नै दाजुको वियोगमा छिया छिया भएको थियो। दाजुको लास घरमा सुतिरहेको बेला भाइले त्यही दुलहीको सिन्दुर भर्नु पर्यो, जो केही घण्टा अघि मात्र उनकी भाउजू बन्ने निश्चित थियो। अन्ततः सिन्दुर हालियो, विवाहका विधिहरू पूरा भए, तर यो विवाहमा कसैले कसैलाई बधाई दिन सकेनन्। मण्डपमा बसेका बेहुला बेहुली दुवै रोइरहेका थिए। नीतिले यस्तो क्रूर खेल खेल्यो कि जुन घरबाट दुलहीको डोली हाँस्दै निस्कनु पर्ने थियो, त्यहाँबाट रोदन र पीडा सहितको विदाई भयो। भाग्यले जब ठग्छ तब मानिससँग केवल आँसु र व्यवस्था मात्र बाँकी रहन्छ। यस बिहेको भिडियो सामाजिक सञ्जालमा छाएको छ। घटना भारत बिहारको भएको दावी गरिएको छ, तर कुन जिल्ला पुष्टि गरिएको छैन।